हे गाइस वेलकम बैक टु माई न्यू भिडियो। आज पनि तपाईहरुको लागि एउटा नयाँ अर्निङ एप्लिकेसन लिएर आइसकेको छु। आजको हाम्रो अर्निङ एप्लिकेसनको नाम रहेको छ स्वैगबक्स अर्निङ एप्लिकेसन। यो चाहिँ इन्टरनेसनल अर्निङ एप्लिकेसन हो। आज हामीले यस भिडियोमा यस एप्लिकेसनको बारेमा जान्नेवाला छौं। यो कसरी विड्रल दिन्छ भन्ने कुरा जान्नेवाला छौं। यसलाई अहिले ओपन गर्छौं। ओपन गर्दा बित्तिकै हामीले यस्तो इन्टरफेस देख्न सकिन्छ। अनि तपाईलाई मैले भनिदिएको छु यो चाहिँ एकदमै 100% जेन्युइन। मैले सबै एप्लिकेसनहरु 100% जेन्युइन नै ल्याउँछु र यो पनि 100% जेन्युइन हो। यसले चाहिँ इजिली विड्रल दिन्छ है त, एकदम सजिलोसँग विड्रल दिन्छ। ल यसमा तपाईले पैसा कमाउनको लागि के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईले यसमा पैसा कमाउनको लागि गर्नुपर्ने काम भनेको चाहिँ हेर्नुस् है, एउटा चाहिँ तपाईले गर्नुपर्ने काम भनेको चाहिँ के भन्दा चाहिँ प्ले गेम एन्ड अर्न भन्ने छ हैन। गेम खेल्ने अन गर्ने। जस्तो कि हेर्नुस् न, यहाँ एसपी को हिसाब हुन्छ, यहाँ एसपी को हिसाब हुन्छ। त्यही भएर एसपी को हिसाब हुँदाखेरि चाहिँ यहाँ हेर्नु है 4188 एसपी आन्छ नि, 680 एसपी, 63 एसपी हैन। त्यसै गरेर हैन यहाँ 460 एसपी त्यस्तै गरेर हुन्छ है। तपाईले हेर्न सक्नुहुन्छ। यहाँ भ्यू हलमा गएर तपाईले अझ पनि धेरै हेर्न सक्नुहुन्छ है त। भ्यू हलमा गएर यसै दबाउँछु मैले। भ्यू हलमा लोडिङ हुँदैछ, एकदमै धेरै छन् के यहाँ। तपाईले यो अफर कम्प्लिट गर्न सक्नुहुन्न। मोस्ट पपुलरहरुमा चाहिँ एकदम मैले पपुलर रहेको हरु चाहिँ यस्तो यस्तो रहेको छ। तपाईले यहाँ मजाले हेर्न सक्नुहुन्छ है। हेर्नुस्, यो एसपी को पनि भ्यालु एकदम राम्रो छ हैन। तपाईले यसरी हेर्न सक्नुहुन्छ हैन। एउटा त गेम्सहरु भयो हैन, गेम्सहरु खेलेर पनि तपाईले अर्न गर्न सक्नुभयो। एकदमै छिटो अनि एकदम सजिलो अनि तपाईको टाइम वेस्ट पनि भएन। अर्को चाहिँ यहाँ सर्वेहरु हैन। जस्तो कि यहाँ यो टोरक्स भन्ने सर्वे गर्ने एप्लिकेसन रहेको छ हैन। टोरक्स भन्ने रहेको छ हैन। अनि अर्को हाम्रो यो रिभ्यु अनि यो अब टोरक्स यो सबै रहेका इन दुईटा हैन। खासमा यिनीहरुबाट नि तपाईले अर्न गर्न सक्नुहुन्छ। दिनको यहाँ कति भने यहाँ छ रे 4480 एसपी कमाउन सक्नुहुन्छ तपाई एक्लैले। अनि यसमा चाहिँ दिनको 2210 कमाउन सक्नुहुन्छ एसपी तपाईले टोरक्समा हैन। रिभ्यु यसमा चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि चाहिँ गेम्सका अफर्सहरु हुन्छन्। गेम्स अफरहरु हुन्छन्, त्यसलाई कम्प्लिट गर्नुपर्छ अनि तपाईले पैसा पाउनुहुन्छ है त। तपाईको वालेटमा एसपी आउँछ अनि एसपी बाट तपाईले पैसामा कन्भर्ट गर्न सक्नुहुन्छ। अब पहिले त तपाईको गेम्सहरु भयो, गेम्सहरु खेलेर तपाईले चाहिँ अर्न गर्न सक्नुभयो। अर्को चाहिँ तपाईको के भन्दाखेरि चाहिँ सर्भिसहरु। तपाईले यहाँ अप्सन देख्नु भयो होला, सर्भिसहरु यहाँ भेरिफाई गरेर दिएको छ हैन। यस्तो यसले यहाँ भेरिफाइङ भन्ने दिएको छ हैन। हेर्नुस् न, यहाँ यो रहेछ हाम्रो सर्वेहरुको अप्सन छ यहाँ, त्यसमा जानुस्। अनि अहिले चाहिँ यहाँ सर्वे अवेलेबल रहन्छ। जम्मा 2 एसपी को एउटा 1 मिनेटको सर्वे रहेछ हैन। त्यो रहेछ। तपाईले चाहिँ यहाँ यसमा क्लिक गरेर चाहिँ सर्वेहरुलाई लिन सक्नुहुन्छ। एकदम सजिलो छ। तपाईको बारेमा धेरै सोध्दैन, एकदम इजी क्वेशन्सहरु सोध्छ। अनि तपाईले यसमा टक 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 अप्सन अनुसार तपाईले लगाइदिने हो। अनि डिल्सहरुमा जाम। डिल्सहरुमा चाहिँ अफर्सहरु हुन्छन्। अनि अहिले चाहिँ के छ त भन्दाखेरि चाहिँ अफर्स आर नो अवेलेबल, खतम छ कुरा है त। अनि जाम हामी शपमा गइयो अनि के देखिन्छ, हामीले पपुलर स्टोर्सहरु हामीले हेर्न सकिन्छ के। अनि यहाँ पपुलर स्टोर्सहरु देखिरहेछ है। त्यो स्टोरहरुलाई हामीले सर्च गर्नुपर्छ। अनि जस्तो कि यहाँ हेर्न, यो आईटी को क्याशब्याक दिन्छ के यिनीहरुले, इन्फिनिटी सेन्सन आईटी हैन। यसले चाहिँ कति दिँदै रहेछ भन्दा चाहिँ $2 क्याशब्याक दिँदै रहेछ। हामीले यसलाई दबाउँदाखेरि के आउँछ यसको बारेमा आउँछ के हैन है। तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब हामीलाई एसपी को पनि भ्यालु थाहा भयो के। 100 एसपी इज इक्वल्स टु, अब हामीलाई थाहा भयो नि 100 एसपी इज इक्वल्स टु हाम्रो चाहिँ कति भयो भन्दा चाहिँ $1 हैन।
खतम कुरा है। अनि तपाईँले चाहिँ यहाँ यो उसबाट चाहिँ क्यासब्याक पाउन सक्नुहुन्छ। इन्फिनिटी सेलेक्सन आइटीबाट चाहिँ तपाईँले सप गर्नु भने केही किन्नु हो भने क्यासब्याक पाउनुहुन्छ तपाईँले $2 कुरा बुझ्नु नि होइन। त्यही नै हो है। यहाँ अब डिल्सहरू तल पनि त्यही दिइरहेछ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। पछाडि तपाईँले चाहिँ यसमा नि पढ्न सक्नुहुन्छ है। हो यो पनि पढ्नुहोस् है, तपाईँले यो भिडियो ब्राउज गरेर यसलाई पनि पढ्नु होला, किनकि यो पनि इम्पोर्टेन्ट छ। यहाँ चाहिँ के भनिरहेछ भन्दा चाहिँ मैले पढिदिन्छु है त। देयर आर करेन्टली नो कुपन्स और डिल्स फ्रम इन्फिनिटी सेक्सन आइटी बट यु क्यान स्टिल अन स्वैग बक्स फर जस्ट ड्रपिङ विथ इन्फिनिटी सेक्सन आइटी भनेको छ। मतलब कि यहाँ चाहिँ अहिले केही नो कुपन और डिल्स, अहिले चाहिँ कुपन र डिल्सहरू चाहिँ रहेन रहेछ होइन। कोसँग रहेन रहेछ? इन्फिनिटी सेक्सन आइटीसँग। अनि पनि तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भन्दा चाहिँ यो इन्फिनिटी आइटीबाट तपाईँले मिलेर, मतलब कि यहाँबाट जस्तो कि यहाँ यो सप नाउ भन्ने दिइरहेको छ नि, सप नाउ हो। तपाईँले यहाँ सप नाउमा गएर केही पनि कुरा तपाईँले सप गर्नुहुन्छ भने, मतलब कि किन्नुहुन्छ भने, बाई गर्नुहुन्छ भने होइन, बाई गर्नुहुन्छ भने चाहिँ तपाईँले के गर्न पाउनुभयो त भन्दाखेरि चाहिँ $2 क्यासब्याक पाउनुभयो, जसलाई हामीले $2लाई नेपाली रुपिजमा कन्भर्ट गर्दाखेरि हामीले त्यो हुन जान्छ हाम्रो 280 रुपियाँ। कुरा बुझ्नु, 280 रुपियाँ हुन्छ, किनकि $1 इज इक्वल्स टु हो हाम्रो 140। अब $2 को लागि चाहिँ हामीले इन्टु 2 गर्न पऱ्यो। त्यो भनेको चाहिँ के हो त भन्दा चाहिँ 280 भयो होइन, 280 भयो। अहिलेको भाउ अनुसार भनिरहेको छु, तपाईँले अब यो भिडियो कहिलेदेखि हेर्दै हुनुहुन्छ हो त्यो अनुसार भाउमा इन्क्रिज र डिक्रिज, अन्त डिक्रिज त हुँदैन, तै पनि डिक्रिज हुनसक्छ होइन। तपाईँले त्यो भ्यालु अनुसार तपाईँले पाउनुहुन्छ है त नेपाली रुपिसमा पाउँदाखेरि चाहिँ होइन। अब तपाईँलाई मैले भनिहालेँ होइन, सर्वेहरू गर्नु पाउनुहुन्छ। तपाईँहरूलाई यो सर्वेले छोड्दैन, सर्वेहरू हरेकचोटि आउँछ। तपाईँले एउटा कम्प्लिट गर्नु भने अर्को आउँछ, अर्को कम्प्लिट गर्नु भने अर्को आउँछ है त। जस्तो कि यहाँ तपाईँको यो सर्वे हो होइन, यो कम्प्लिट गर्दा बित्तिकै अर्को आइदिन्छ के, यहाँ अर्को आइदिन्छ, अर्को यही ठाउँ आइदिन्छ होइन, त्यही हो होइन। गेम्सहरू मैले भनि नै हालेँ, तपाईँले गेम्सहरू छ होइन। अनि तपाईँले यहाँ चाहिँ गएर तपाईँले मोस्ट पपुलर चाहनुहुन्न, अलिक सस्तो खाले चाहनुहुन्छ होइन, अल गेम्स क्याजुअल होइन, क्यासिनोवाला। पछाडि यहाँ मोरमा अरू खाले अब तपाईँको कस्तो गेम तपाईँलाई मनपर्छ हो त्यो अनुसार गर्न सक्नुहुन्छ होइन। पछाडि लोटो हाई भनेको चाहिँ लोटो कमदेखि माथिसम्म गरौँ है त होइन। कम सबैभन्दा कम दिने रहेछ यो 63 भनेपछि यसलाई गर्न नि सजिलो होइन। पछाडि यहाँ चाहिँ $3 $4 भनौँ न, लगभग $4 कमाउन सक्नुहुन्छ यसबाट होइन। यसबाट त $1 पनि कमाउन सक्नुहुन्न। त्यस्तै गर्ने यहाँ हेर्नु न, $4 होइन, पछाडि $6 $7, पछाडि $32। यसबाट तपाईँले कति कमाउनु भयो त भन्दा चाहिँ $32 कमाउन सक्नुहुन्छ। पछाडि यसबाट चाहिँ $46 होइन, $40 पाउनुहुन्छ होइन। त्यही हो होइन। होम्स भन्नुहोस्, होम्समा पनि त्यही नै हो। तपाईँले यहाँ डेली गोल्सहरू हुन्छ, डेली गोल्सहरू पनि कम्प्लिट गर्नुभयो भने डेली गोल्सको पनि केही न केही अर्न गर्न सक्नुहुन्छ। एकदमै इजी रहेको छ। अनुसार तपाईँले चाहिँ, अनि तपाईँलाई मैले भन्दैछु, तपाईँले मानौँ अब थोरै पैसा खर्च गर्छु तै पनि केही छैन भन्ने तपाईँको भावना छ भने चाहिँ हेर्नु है, यसले तपाईँले जति पनि खरिदी गर्नुहुन्छ नि कुनै पनि चिज हो त्यसको 9% क्यासब्याक दिन्छ क्या। 9% भनेको कति धेरै। अनि यो इबे भन्ने रहेछ, यसले 1% क्यासब्याक दिन्छ, यसले 3% होइन, अनि यसले चाहिँ 10% है गाइस, 10% होइन। पछाडि यसले चाहिँ 8%, अनि यसले त 12%। अनि एमाजोनले पनि हेर्नुहोस् है, एमाजोनले त्यो उसमा नदिए पनि यसमा चाहिँ दियो रहेछ कि एमाजोनले है। चाहिँ हामीले चिनेको एमाजोनले चाहिँ दिएको रहेछ होइन यस्तो
रहेछ होइन। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यो मजाले हेर्नुहोस् होइन, तपाईँले बुझ्नुहोस्। अनि पछाडि खतम। अब तपाईँलाई भनिदिन्छौँ कि अब यो पैसालाई विथड्रल कहाँ गर्ने हो भनेर भनिदिन्छु। विथड्रल मनी होइन, मनीलाई विथड्रल कसरी गर्ने भन्ने कुरा मैले भनिदिन्छु तपाईँलाई। हेर्नु चाहिँ तपाईँले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँलाई यहाँ जुन यो एसपी देखिरहेको छ नि, यो एसपी यहाँ हेर्न सक्नुहुन्छ, यो एसपी देखिरहेको छ नि, हो त्यहाँ तपाईँले दबाउनुपर्छ। त्यहाँ हामीले दबाउँदाखेरि चाहिँ यस्तो इन्टरफेस आउँछ होइन। अनि यहाँ तपाईँले जति अहिले तपाईँको वालेटमा जति हो त्यो देखाउँछ। यो तपाईँको रिडिम गर्ने अप्सन हुन्छ है नि, यहाँ तपाईँको रिडिम गर्ने अप्सन हुन्छ है। यहाँ चाहिँ हामीले चाहिँ कहाँ दबाउनु पर्ने हुन्छ त भन्दा चाहिँ यहीँ दबाउनु पर्ने हुन्छ, रिडिम भन्ने अप्सनमा होइन। त्यसलाई दबाउँ होइन, त्यसलाई दबाउँदाखेरि थोरै लोडिङ हुन्छ। पछाडि तपाईँले हेर्नुहोस् है, तपाईँले कहाँ कहाँ विथड्रल गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईँले विथड्रल गर्न सक्ने भनेको चाहिँ एउटा चाहिँ एमाजोन डी होइन, $5 जसको प्राइस अगर एसपीमा भन्नु पर्दा चाहिँ कति रहेछ, 550 एसपी र 2750 एसपी होइन, त्यही नै हो है, त्यति रहेछ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अनि यस्तो रह्यो। अनि अब तपाईँलाई पेनियर होइन, पिपल पेनियर भन्ने हुन्छ। अनि जर्मनी भयो। अनि तपाईँको यहाँ पेपाल पनि छ है, पेपाल हामीले चिनेको पेपाल छ। अनि एमाजोनबाट पनि लिन सक्नुहुन्छ, एमाजोन पनि छ है। एमाजोनमाबाट पनि तपाईँले $50लाई तपाईँले 5500 एसपी र $100लाई चाहिँ 11000 एसपीमा चाहिँ रिडिम गर्न सक्नुहुन्छ। अब तपाईँलाई मैले पेपालतिर ल्याउँछु है, पेपाल पनि छ है, सबैभन्दा हामीले चिनेको ओरेको अनि जानेको बुझेको चाहिँ पेपाल छ। $युरोपियन छ है, यसमा चाहिँ $युरोपियन छ। अब यो $युरोपियन, यी पेपाल युरो भनेको छ नि, $युरोपियन रहेको छ। $5 र $100 कति, $5 चाहिँ कति पर्दो रहेछ भने चाहिँ 580 एसपी। अनि $100 पर्दा रहेछ 11030 एसपी होइन। यतिदेखि यतिसम्म चाहिँ गर्न मिल्छ, यति दुइटा मात्र गर्न मिल्दैन भन्ने खोजेन। तपाईँले $15 पनि मिल्यो के, 15 गर्छु मैले, $90 निकाल्ने कोसिस गर्छु भन्न नि मिल्यो होइन। तपाईँले जुन पनि के 86 होइन, त्यस्तै गर्न मिल्यो होइन, जुन गर्न नि मिल्यो होइन। तपाईँले हेर्न सक्नुहुन्छ। अब तपाईँको चिने जानेको होइन, तपाईँले कहाँबाट निकाल्न सक्नुहुन्छ, तपाईँले यहाँबाट यसरी निकाल्न सक्नुहुन्छ। तपाईँले यहाँ सब भिडियो प्लाज गरेर हिँड्न सक्नुहुन्छ, तपाईँलाई चाहिएको छ भने है त। अनि तपाईँको लास्टमा चाहिँ एउटा अर्निङ गर्न सक्ने भनेको चाहिँ के भन्दा चाहिँ रेफरबाट तपाईँले अर्न गर्न सक्नुहुन्छ। रेफरमा दबाउँछौँ। रेफरमा दबाउँदा बित्तिकै तपाईँले चाहिँ कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ रेफरमा गरेका फाइदाहरू छन् धेरै नै, तपाईँले हेर्न सक्नुहुन्छ। यो रेफर कोड लिङ्क भनेको छ, यो तपाईँको रेफर लिङ्क हो। तपाईँले यहाँबाट यसलाई कपी गर्न सक्नुहुन्छ, अथवा तपाईँले सिधै नै इमेल, टेक्स्ट अथवा अन्य माध्यमबाट तपाईँले यसलाई सेयर पनि गर्न सक्नुहुन्छ यस बटनमा दबाएर। तपाईँले सेयर गरेर तपाईँले के पाउन सक्नुहुन्छ भन्ने कुरामा जाउँ होइन। 10% लाइफ टाइम अर्निङ प्लस 300 एसपी बोनस भनेको छ। 300 एसपी चाहिँ बोनस पाउनुभयो के। 300 एसपी भनेको के हो, 300 एसपी भनेको चाहिँ कति हो भन्दा चाहिँ $3 हो, $3 हो क्या, बुझ्नु। $3 भनेको त नेपाली रुपिसमा त धेरै नै हो नि है। अब त्यही हो। अनि तपाईँले यसबाट गर्न सक्नु $3 है। तपाईँले यहाँ गर्नु $3 भनेको चाहिँ कति हो, $1 को 140। अनि $3 को कति हुन्छ तपाईँले क्यालकुलेसन लगाएर गर्न सक्नुहुन्छ। एकदमै फ्रीमा पनि तपाईँले एउटा साथीलाई गरेको त्यति। अनि तपाईँको 10% त्यसले कमाएको 10% त तपाईँले लाइफ टाइम रूपमा त्यसले जहिलेसम्म कमाउँछ तहिलेसम्म त तपाईँले पाइ नै राख्नुहुन्छ है। सबैभन्दा राम्रो फिचर चाहिँ यो रहेको छ होइन। तपाईँले इजिली आफ्नो साथीलाई यसो लिङ्क पठाइदिएर त्यसले यसो अकाउन्ट बनाएर अनि थोरै गऱ्यो भने त, थोरै अर्निङ गऱ्यो भने त भइ नै हाल्यो है।
अब त्यही नै रहेको छ हैन। यो एपको बारेमा मैले तपाईँलाई भनिहालेँ हैन। एकदमै जेन्युइन एप रहेको छ, तपाईँले एकदमै मस्ट ट्राई हैन। यो एपलाई तपाईँले चाहिँ ट्राई गर्नुहोस्, 100% यसले विड्रल दिन्छ है त। 100% म तपाईँलाई भनिदिन्छु, 100% स्योर विड्रल। यो इन्टरनेसनल हो, त्यही भएर तपाईँले मैले भन्छु तपाईँले पेपालमा लिनु है। मैले पनि एकचोटि पेपालमा लिएको, पेपालमा चाहिँ दिएको थियो हैन। मैले पनि तपाईँलाई सजेस्ट गर्ने भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ पेपालमा लिनुहोस्। मैले पनि एकचोटि पेपालमा ल्याएको थिएँ, त्यही है। एकदमै राम्रो एप्लिकेसन रहेको छ, तपाईँले चाहिँ यस एप्लिकेसनमा काम गर्नु होला। हस् त, तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने यस भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै यस्तै अर्निङ रिलेटेडका भिडियोहरू हामीले ल्याइराख्छौँ, त्यसको लागि तपाईँले यस च्यानललाई सब्सक्राइब गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रा भिडियोका नोटिफिकेसनहरू तपाईँसँग सबैभन्दा पहिला जान्छ। हस् त, धन्यवाद।